सब्स्क्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस्, हामीलाई पनि गरिदिनु। हामी सबैजनालाई फेरि आउँला। शुक्रिया। तल त अब चाहिँ हामी जान यो क्यामेरामा के बनाउनु पर्ने रहेछ। हामी दिदीहरूको धरानको भाइरल ठेला है। दिदी बहिनी हो नि, दिदी बहिनी ठेला। अब 9 बजे हाम्रो ब्लग क्लोज भयो। छिटो उता देऊ न रुबिनालाई। So hi guys, namaste and welcome back to my YouTube channel. It's me Sonam Rai अनि आज चाहिँ म आफ्टर लङ टाइम पछि भिडियो बनाउँदै छु। अनि तपाईहरुले कतिजनाले चाहिँ कमेन्ट गर्नुभएको रहेछ रुबिनाको च्यानलमा, रुबिना श्रेष्ठको च्यानलमा। त्यही भएर आज चाहिँ म मेरो बुहारीसँग भिडियो बनाउन आएको छु। अनि हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। अनि यहाँ केटीहरू रेडी हुँदैछ। खोइ हाम्रो बुहारी टोइलेट गएको छ। सो गाइस म अहिले भेटाउँछु तपाईहरुलाई। त्यो दिदी बहिनीहरू मलाई चाहिँ कालिम्पोङ सर्भिस दिएको छ होला, त्यही पनि डर माइन। त्यो चाहिँ मेरो दिदी हो, म चाहिँ बहिनी होला। मेरो च्यानलमा मेरो बुहारीलाई स्वागत छ। अनि अब चाहिँ हामी जान आँटेको कहाँ जान्छौँ तपाईहरुलाई म देखाउँदैछु। स्टे ट्युन। त गाइस यहाँ चाहिँ हाम्रो दिदीहरूको घर अगाडि चाहिँ यस्तो बाटो छ है। कताबाट हेर्नु ला यो बिगाएर छ। यता गयो कसरी हेर्नु अब सो गाइस बाटो चाहिँ यसरी जानुपर्छ है। यहाँनिर बाटो नभएर यहाँ यसरी तान्दै हुनुहुन्छ हाम्रो चाहिँ सफारी दाइले। म बलियो छु नि त एउटै हात दुईटा पर्दैन। ल हामी चाहिँ अब सफारी चढेर जाँदैछु। अब हाम्रो रुबिनालाई पुरै बनिसकेको छ। धुलो उठ्दैन। हामी चाहिँ धरान आइपुग्यौँ। यहाँ बसेको छ। धुलो एउटा छैन धरानमा, धुलो एउटा छैन। यति बेला चाहिँ को मन्दिर जान्छ हौ अन्त? यहाँ चाहिँ अब फेरि यहाँनिर बोलाएको बोलाइ गर्नुहुन्छ। हाम्रो मन्दिर जाने अरे, हामी मन्दिर जान्छ यति बेला। को पागल मन्दिर जान्छ यति बेला? दिदी बुहारी सपिङ गर्ने अरे हो, सपिङ गर्ने अरे। आफूसँग त पैसा छैन, नो सपिङ। धरानको बजार आइपुग्यौँ हामी चाहिँ। यहाँ सपिङ गर्दैछ यहाँ बहिनीले। हाम्रो चाहिँ सपिङ गर्ने पालै आएको छैन। ढोका तान्दै त 33 उताको बाहिरको साइज र यहाँको साइज उसको हेर्दा जिउ बच्चाको लाग्छ क्या। त्यो अस्ति नै लुगा सिलाउँदा फेरि त। गाइज हामी चाहिँ यहाँनिर अब खाँदैछौँ पानीपुरी खान लागेको छौँ। हाम्रो बुहारी पुच्का खाने अरे हो, पुच्का। यो पुरी कस्तो मिठो लाग्छ। अस्ति हाम्रो उयसमा त थिएन क्या, त्यो रेडिमेडै थियो है बिहेमा।
पिउँदैछ पानी फेरि कसो छ मिठो छ छिटो त देऊ न रुबिनालाई पानी किन माथि को छ पिलाजी ए हो हामी हेर्दै जान्छौँ गाइज हामी चाहिँ बेसमार्क आइपुग्यौँ अब हामी हेर्नेछौँ के यहाँ बुहारी चाहिँ बेल्ट हेर्दैछ हेर मजाले रुबिनालाई के मन पर्यो म त टी सर्टतिर जान्छु मैले चाहिँ यो फुटबल खेल्न जान आँटेको जस्तो लुगा भेटाएँ यही लान्छु म देख्न सक्नुहुन्छ अब यही लाएर जान्छु कस्तो गर्मी भयो क्या त्यो यो लुगाले अनि त्यही भएर यो लाएर जानु आँटेको बाई बाई सो गाइज हामी चाहिँ फोटो भिडियो खिचेर अब सपिङ गरेर सबैभन्दा धेरै सपिङ गर्ने केटी चाहिँ यही है थोरै गरेर कति हजार गरिस् धेरै परेन हौ यो त कति भन्दा 2700 सबभन्दा महँगो यसले गरी अनि त्यसपछि बुहारीले ल अनि त्यसपछि चाहिँ म ल अब चाहिँ हामी बेस्ट पार्कबाट निस्केको गाइज ल म चाहिँ फाइनली भिडियो स्टार्ट गरेँ अहिले यहाँ चाहिँ हाम्रो चाहिँ ड्रिङ्क्सहरू आएको छ हाम्रो बुहारी बोलेको त सुन्दैन अब सुन्दैन जरा नाम थाहा नभए यतिको चाहिँ सेल्फी हान्नै पर्छ है यता चाहिँ फेरि यो त मुखमै अट्दैन होला मान्छेहरू देखाउनु थुकाउला थुकाउला अरे कुन लिटरली स्ट्रगल इज रियल त्यो चाहिँ हाल्दैन हाल्दैन त्यो अमित दाइकोमा मैले किम्ची पनि खान आँटेको कस्तो भयो मिठो भयो ए गोलै बनाउनु पर्यो भने क्या हावाले बनाउनु बानी भाइ जानु भयो नि फर्स्ट टाइमै एकपल्ट पुऱ्याएर हो र अहिले जानु कस्तो छ डबल स्पाइसी अनि बुलडग त स्पाइसी त खाने हो नि होइन फर्स्ट फ्राई हो बाहिर बस्नु एमबी त्यो सानो छ नि त कस्तो लाग्यो गुलियो गुलियो पिरो पिरो हुन्छ क्या क्वालिटी ट्राई गर्दैछ है स्पाइसी रहेछ रुबिना तल त डक्टर ससँग आइपुग्नु नै भ्लगमा चाहिँ यो ठुलोबाट ससेस निकाल्नु भन्छ रिनाले डक्टर ससँग आउनु नि ठुलोबाट ससेस निस्किनु कसो मिल्छ
ल अहिले त निकालेर खाइछ्यौ बहिनी प्रेसरले पो हो त थाहा छ बनाउने बनाऊ 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 न त अनि ल अब चाहिँ हामी हिँडेको अब चाहिँ हामी जाने यो क्यामेरामा के बनाउनु पर्ने रहेछ है अब एक एकजना बनाउँदै हामी दिदीहरूको धरानको भाइरल ठेला है दिदी बहिनी हो नि दिदी बहिनी ठेला यहाँ दिदीहरू हतार हतार गर्नु हुँदैछ यहाँ हाम्रो बुवा दिदी चाहिँ फर्स्ट टाइम चिकन मोमो ट्राई गर्न आँटेको छ यहाँ दिदी बहिनीको चिकन मोमो खाऊ त उयो गरेर खाऊ न काटेर मिठो छ खाऊ खाऊ तिमी खाऊ सो गाइज अब चाहिँ हामी घर लाग्न आँट्यौँ सपिङ गरेछ केटीहरूले यहाँनिर दीक्षा पाख्रीले मात्रै एउटा गर्यो अरू सबैले सबै हाम्रो जग्गा हो अब चाहिँ हामी धरानको गाडी चढेर घर जाँदैछौँ म चाहिँ घर आएँ यता आएँ अनि त्यस पछाडि भ्लग चाहिँ एन्ड गर्न पाएको थिएन अनि यहाँ चाहिँ मेरो भाइ अनि बुहारी हामी सबैजना बसिरहेको छु म चाहिँ बेहुला भाइ हो मेरो तपाईँले भिडियोमा देखिराख्नु भएको छ र यसलाई भिडियो एन्ड गर्न लगाएको त के भनौँ भने 9 बज्यो अब खै के भनौँ भने फेरि अहिले म दुईजना नै भ्लग इन गर्दैछु ल भन्दै मेरो दिदीको च्यानललाई सब्सक्राइब गर्नु दिदीको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् माया गरिदिनुहोस् हामीलाई पनि गरिदिनु हामी सबैजनालाई फेरि आउँला शुक्रिया यो हाल्छ यस्तो ओ माई गॉड म त बुढी भएछु कस्तो चाउरी परेर ल आजलाई यति नै फेरि भेटौँला बाई बाई गुड नाइट